Hello guys, welcome to our vlog. यो चाहिँ हाम्रो पार्ट 2 हो। म चाहिँ फोटोग्राफर। म चाहिँ आजको फोटोग्राफर, बहिनी चाहिँ आजको भिडियोग्राफर। हामीले हिजो पार्ट 1 बनाएको थियौँ। हामीले इटरीदेखि पोखरी आएको भिडियो थियो। आज चाहिँ हामी यहाँ पोखरीमा हाम्रो बाजेको मूर्तिको उद्घाटन छ। त्यसको आज हामी पुरा फुल भिडियो खिच्ने छौँ। अब चाहिँ हामी लाग्यौं। बहिनीले भिडियो खिच्ने छ है त। यो हाम्रो बाजेको सबै रेडी बनाउनु भएको छ। यहाँनिर छ मूर्ति। हामी चाहिँ जाँदैछौँ र हजुरहरूलाई हामी च्याप्रुङ डान्सहरू पनि देखाउँछौँ। उहाँ माथि हुन्छ, उता मान्छे छ उहाँनिर बेरिराख्नु भएको रहेछ। अनि त्यो उद्घाटन हो नि त आज। ए यो चाहिँ आज उद्घाटन हो। अब यसलाई अरूहरूले देखेको छैन भनेर छोप्नु भएको। अनि एकछिनमा यहाँ रिबन काट्नुहुन्छ। अब चाहिँ हामी कान्छी बोजूकोतिर लाग्छौँ। हेर्नु सक्नुहुन्छ, त्यही हो हाम्रो। त्यहाँ चाहिँ के सामान तयारी गर्दै हुनुहुन्छ। यहाँनिर चाहिँ हुन्छ हाम्रो आखे, हाम्रो बाजे। बाजे बाजे हाई भन्नु। हजुरहरूलाई खाना कस्तो लाग्यो? एकदम फाइन छ नानी, धेरै फाइन बनाउनु भएछ। अनि नानीको नाम चाहिँ के होला? मिस आर्ट। मेरो चिन्ता नरायो। म चाहिँ घर चाहिँ पोखराबाङ डाकिएको हो, चनपुर नगरपालिका। मिठो लाग्यो तपाईँलाई? एकदम राम्रो लागेको छ नानी। हजुरहरूलाई चाहिँ कस्तो लाग्यो? तपाईँलाई? मलाई ठिक लाग्यो नानी, किनभने अब राम्रो हुँदैछ होइन, खाइदिएछ, ठिकै छ। अनि हजुरहरूलाई तोङबा चाहिँ कस्तो लाग्यो? तोङबा धेरै राम्रो छ, मिठो छ नानी, एकदम राम्रो लागिरहेको छ। धेरैजना आउनु भएको छैन अहिले धेरै आउनु भएको छैन, किनकि यहाँ तल एकछिन पर्दैन। त्यो तल यो जङ्गलले छिरिरहेको छ। हो त्यो मेला हुँदैछ, त्यसैले यहाँ धेरै आउँदैन क्या, धेरै उयो गरे पनि आउँदैन। अनि अहिले एकछिनमा आउँछ। त्यहाँनिर उयो गरेपछि अनि हाम्रो यहाँनिर एकजना भाइ आउँदैछ डान्स पल्टेर। तिम्रो नाम के रे? कोरियन कहाँ आएको? तिम्रो मम्मी खोइ घरमा? किन एक्लै आएको? हाम्रो कान्छी बोजूकोमा दाम भनेको भाइ चाहिँ टोइलेट गइरहेको छ। टोइलेटमा देखाउँछु ल। घरमा यस्तो टोइलेटमा छिरिरहेको छ, किनकि आजको लागि मात्र हो। अनि ऊ त्यो टोइलेटमा छिरिरहेको छ। उसको नाम चाहिँ कोरियन हो। आउँछ एकछिन बोजू भएकोमा जाँदैछौँ। आमा हाम्रो बोजूहरू चाहिँ उयो साडीहरू लगाउँदै हुनुहुन्छ। यता हाम्रो बोजू ब्युटी हुँदैछु। यता चाहिँ साडीहरू लगाउँदै हुनुहुन्छ। बोजू रेडी हाम्रो बोजूहरू सबै रेडी हुनुभयो। बोजू यता हेर्नु। हाई बाजे यता हुनुहुन्छ। हाम्रो कान्छी बोजू यता हुनुहुन्छ। कन्ठा लाउँदैछु, कस्तो पाराले लाउने हो भन्नु है। अब नाच्नु हुने माथि बाजेको उयोमा नाच्नु हुने दिदीहरू चाहिँ उहाँहरू हो। अरू पनि छन् होला तर थाहा भएन। त्यति हुनुहुन्छ। यो हाम्रो पोखरी बजार, यसको माथि छ हाम्रो बाजेको उयो चाहिँ पोखरी। त हामी एकछिनमा जाँदाखेरि देखाउँछौँ, किनकि यहाँ ढिलो हुन्छ। यहाँ बोजूहरू रेडी हुँदै हुनुहुन्छ, त्यसरी हुँदै हुनुहुन्छ।
हाई भन्नु हाई भन्नु न यो नि राज लिम्बू ब्लग्समा हेर्नु ल हेर्नु नि बनाउँदै छु मेरो त कामै छैन म चाहिँ गइसकेँ यहाँ एकता समाज सेवा चैनपुर नगरपालिका 4 पोखरी बजार संघ सभा
भर्खर लाखे जात्राहरू हेरेर आएको। तिमीले भने ब्याग यहाँनिर मान्छे नै मान्छे छ भनेको होइन? ब्याग भनेको मान्छे धेरै हुँदैन भनेको ट्राफिक लागेको भनेको ट्राफिक लागेको जाँदैछु। अब यहाँनिर उयो गर्न आँटिराख्नुहुन्छ, रिबिन काट्नुहुन्छ एकछिनमा। लक्ष्मीपुर झापा हुनुहुन्छ लक्ष्मी रिबिन बान्नु भयो। हाम्रो डन बाजे ओके नातिनी टिका लगाइदिनु। हाय सलाम। नातिनी खतरा हुनु भएन त नि? माथि हो, अब चाहिँ म जान्छु। ऊ त्यहाँ चाहिँ मेरो भाइ छ, ऊ त्यो हेर्नु सक्नुहुन्छ। मेरो भाइ हो ऊ, त्यो चाहिँ हो। अघि त्यहाँनिर रिबन काट्नै बाँकी छ। मान्छे यहाँ अहिले चाहिँ उयो गर्नुभएको छैन, तर नि खिच्दै हुनुहुन्छ। खिच्दा परिगयो क्यामेराम्यान। यति रिबन एकछिनमा काट्नुहुन्छ, त्यो रिबन काट्न आँट्नुभएको एकछिनमा। अझै डान्स हेरिरहेको छैन। अनि यहाँ चाहिँ हाम्रो उयो हुनुहुन्छ, हुन्छ बाजे। हाई 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 यता टिकटकरहरू हुनुहुन्छ। हजुरहरूलाई मैले टिकटकरहरू देखाइदिएँ। यहाँ चाहिँ अडाउने उहाँले ल्याउनु भएको छ, यो अडाउने चाहिँ टिकटकरहरू। यता भाडा नाच्दै हुनुहुन्छ, त्यहाँदेखि थाम पनि हेरौँ टिकटक। अघि उहाँहरू चाहिँ दिवालीमा जानुभएको आउनुभयो। अब यसमा रिबिन काट्नुहुन्छ।
अब चाहिँ रिबिन काट्न आँटिसक्नुभयो। जिल्ला शाखा संस्था सभाको सामुदायिक भवन निर्माणको कार्यक्रम अगाडि बढिएको छ। उहाँले ठुलो हृदय गरेर हामीलाई जग्गा दिनुभएको छ र यस पोखरीमा शाखाले गर्नुपर्ने थियो र पनि यो हाम्रो लागि एउटा सम्पत्ति रूपमा हामीलाई दिनुभएको छ। त्यसले आज हामी उहाँहरूलाई मुरी धन्यवाद दिएर हामी मात्र सक्दैनौँ। त्यसले गर्दा हामी हृदयदेखि उहाँलाई धेरै 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 अत्याधिक यो ब्रह्माण्डभन्दा पनि धेरै हामी धन्यवाद दिनुपर्ने हुन्छ। त्यसले उहाँलाई यही धन्यवाद दिँदैको लागि आज कार्यक्रम सुरु गर्न गइरहेको छु। त्यसले गर्दा हाम्रो कार्यक्रम गर्दै हुन्छ भिडियो एकछिन नाङ्लोमा उयो ल्याउनु भएको छ। र हाम्रो कार्यक्रम अब औपचारिकमा चाहिँ सुरु गरिएको छ। त्यसले गर्दाखेरि कार्यक्रम यस कार्यक्रमको अध्यक्ष गर्नको लागि अथवा सभापतित्व गर्नको लागि एकजना आवश्यक पर्छ र यस कार्यक्रमको आजको यो जगतता तथा सृजनाको शालिग उद्घाटन समारोहको सभापति तथा अध्यक्ष गर्न हाम्रो वयोवृद्ध वीरबहादुर एबेङज्यूलाई म सभापतिको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो आज कार्यक्रमको समारोहका सभाध्यक्षको अनुमतिले कृष्ण कुमार तामाङज्यूले आमन्त्रण गरेको थियौँ। उहाँलाई आज म यस कार्यक्रमका प्रमुख अतिथिको लागि म हार्दिक अनुरोध गर्दछु र उहाँ अहिले अर्को कार्यक्रममा व्यस्त भएको कारणले उहाँलाई केही समयपछि उहाँको प्रमुख अतिथिको आशा गराउनु छ। यो आशा ग्रहणको कार्यक्रमलाई म निरन्तर अगाडि दिन गइरहेको छु र आजको अतिथिको लागि म वयोवृद्ध तथा ज्येष्ठ नागरिक ऐत रानीज्यूलाई पनि म आजको अतिथिको लागि म आशा गर्नका अनुरोध गर्दछु। मैले आश्रमको कार्यक्रमलाई अगाडि बढाउँदै गइरहेको छु र आजको कार्यक्रमको अतिथिको लागि 1 नम्बरका उहाँहरूले चाहिँ धुप राख्दै हुनुहुन्छ बाल्नको लागि। मैले अतिथिको लागि नै मैले अनुरोध गरेको थिएँ। हाम्रो कार्यक्रम अहिले अतिथि आसन गरेको कार्यक्रम चलिरहेको छ। त्यसले गर्दाखेरि र मैले अतिथिहरू आसन ग्रहको क्रमलाई अगाडि बढाउन चाहन्छु र मैले यसै नगरपालिका वार्ड नम्बर 2 का वडाध्यक्ष फुर्दाबा शेर्पाज्यूलाई पनि मैले अतिथिको लागि हार्दिक अनुरोध गर्दछु र अहिले उहाँ हुनुहुन्न जस्तो छ र उहाँ आएपछि उहाँलाई अतिथि आसन गराउनेछ र यसै गरी हाम्रा यस भवन निर्माणाधीन ठाउँको र यस वडाका वडाध्यक्ष वडा नम्बर 3 का वडाध्यक्ष बलबहादुर अधिकारीज्यूलाई पनि मैले अतिथिको लागि
हार्दिक अनुरोध गरेँ र उहाँलाई आसन गर्नको लागि मैले अनुरोध गरेँ र उहाँ पनि आउँदै हुन्छ होला। उहाँलाई आएपछि फेरि गराउनेछौँ। यसै गरी मैले अतिथिको आसन गराउनको लागि निरन्तर दिँदैछु र अतिथिको आसन गराउनको लागि मैले वडा नम्बर 4 का वडा अध्यक्ष धनबहादुर लिम्बुज्यूले तामाङज्यूलाई पनि मैले अनुरोध गरेँ। यतापट्टि अब बन्द गरिदिनु, यहाँनिर कुर्सीहरू निस्केन। अन्य टोलीहरू पनि आउँदै हुन्छ। उहाँहरूलाई चाहिँ तालीले किरात चुम्नुङ तथा किरात आदाङमासे चुम्नुङज्यूले स्वागत तथा गर्नको लागि तालीबाट चाहिँ स्वागत गर्नको लागि मैले अनुरोध गरेँ। हाम्रो प्रमुख अतिथि अब आइसक्नु भएको छ र हामीले प्रमुख अतिथि उहाँलाई बोलाएको थियौँ र प्रमुख अतिथि आज हाम्रो चैनपुर नगरपालिकाका प्रमुख कृष्ण कुमार तामाङज्यूलाई मैले अघि नै उद्घोष गरिसकेको छु। उहाँलाई फेरि पनि यस मञ्चमा आएर चाहिँ प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। मैले अघि नै उद्घोष गरिसकेको छु। वडा नम्बर 5 का वडा अध्यक्ष कालीबहादुर लिम्बुज्यूलाई पनि मैले अतिथिको आसनको लागि अघि उद्घोष गरिसकेको छु। त्यसले गर्दाखेरि उहाँलाई पनि सम्मान गर्नको लागि म हाम्रा भोलिन्टियर्स अथवा स्वयंसेवक मित्रहरूलाई मैले अनुरोध गरेँ। सम्पूर्ण अतिथि तथा हाम्रो वयोवृद्धहरूलाई खादाले सम्मान गरिदिनुको लागि मैले अनुरोध गरेँ। आदाङवासीहरू आज हामी किरात ट्याक्थुम चुम्नुङको ऐतिहासिक घडीमा शाखा मध्ये हामी लिम्बूहरू पनि एउटा जाति चैनपुर नगरपालिका वार्ड नम्बर 3 मा एउटा सम्पत्ति जोडेर एउटा नगरपालिकाको पर्यटन प्रबन्धन संस्कार संस्कृतिको विकास प्रबन्धन लागि हामी जुन खालको एउटा कार्यक्रम गरेछौँ त्यसमा आज हाम्रो जग्गादाताले जुन खालको एउटा पहिला जग्गा दिएर मात्र हैन, आज हामीले एउटा ऐतिहासिक जुन खालको सम्पत्ति दिनुभएको छ त्यसले गर्दा उहाँहरूलाई हामीले एउटा सम्मान प्रदान गर्ने कार्यक्रम सँगसँगै हामीले यस कार्यक्रम आयोजना गरेका थियौँ र यो सम्पूर्ण कार्यक्रमको व्यवस्थापन चाहिँ
उहाँले र आयोजना उहाँले गर्छ र यसमा हामी सहयोग किराँत एक्सन कम्युनिटी सहयोगी भूमिका मात्र गर्ने भएको नाताले हामीले यस कार्यक्रमलाई उहाँहरूकै पूर्ण स्वामित्वमा मात्र हामीले यो कार्यक्रम गर्न लागिरहेको हुँदाखेरि हाम्रो सहयोग मात्र रहनेछौँ र त्यसले गर्दाखेरि हाम्रो अतिथि आसन गरेको कार्यक्रमलाई चाहिँ नियमित गर्दै कतिचोटि घुम्ने हो पाहुनाहरूलाई अथवा अतिथिहरूलाई चाहिँ खादाद्वारा सम्मान कार्यक्रम भइरहेको छ र मैले यस सँगसँगै हाम्रा अतिथि तथा हाम्रा तुमिहाङ आदाङमा से जो हाम्रो थुमथुमबाट चैनपुर नगरपालिका मात्रबाट हाम्रा सङ्घर्ष जिल्लाबाट सम्पूर्ण जात जातिहरू जो हुनुहुन्छ उहाँलाई स्वागतको लागि स्वागत मन्तव्य राखिदिनुको लागि म लिम्बूज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यो खिचा ल हेलो बात गर्दै यस माइक त्यो मुरी बसा छोड्दिनु अब यो मलाई थाहा छैन त्यसै कारणले यो माइक उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। सुन्दैन धन्यवाद। अबको कार्यक्रम रहेको छ हामी राष्ट्रियता र हाम्रो देशप्रति एउटा भक्तिभावको लागि राष्ट्रगान त्यसको लागि म सम्पूर्ण अतिथि प्रमुख अतिथि लगायत तुतुम्याङ आदाङवासीहरूलाई आफ्नो ठाउँबाट चाहिँ उठेर राष्ट्रगानको लागि उठिदिन र गाइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। समर्पण गरेर आहुति गरेर चाहिँ हामीलाई आज यो अवसर पुर्याउनु हुने शहीदप्रति सम्मानको स्वरूप 1 मिनेट मौन धारण गर्ने कार्यक्रम छ। त्यसका लागि म सम्पूर्ण सभापति प्रमुख अतिथि लगायत तुतुम्याङ आदाङवासीहरूलाई आफ्नो ठाउँमा उठेर चाहिँ 1 मिनेटको लागि म मौन राख्नको लागि हार्दिक अनुरोध गर्दछु। म सुरु भन्छु। ल हामी 1 मिनेट मौन धारण गर्दैछौँ र टाइम सुरु। राष्ट्रपति आफ्नो ज्यानलाई आहुति गर्ने सम्पूर्ण शहीदप्रति हामीले मौन धारण गरेर उहाँलाई सम्मान गरिसकेका छौँ र यो सँगसँगै अब हाम्रो अतिथि प्रमुख अतिथि लगायत तुतुम्याङहरूलाई चाहिँ आदाङवासीहरूलाई स्वागत गर्नका लागि हामीले तीनवटा नाचलाई खास गरी सेड्युल बनाएको थियौँ र पालै पालो हामीले 5 मिनेटको टाइम दिएका छौँ र पहिलो रहेको छ किराँत चुम्नुङको अथवा लिम्बू समुदायको च्याब्रुङ नाच। उहाँले चाहिँ यस मञ्चमा आएर चाहिँ हाम्रो प्रमुख अतिथि लगायत सम्पूर्ण महानुभावलाई च्याब्रुङको नाचमा स्वागत गर्ने म हार्दिक अनुरोध गर्दछु। यस मञ्चमा आएर चाहिँ हाम्रा अतिथि अतिथिगणलाई स्वागत गर्नको म अनुरोध गर्छु। उहाँहरूको टाइम रहेछ 5 मिनेट। चाँडोभन्दा चाँडो यस मञ्चमा आएर
ऐतरानी लिम्बूको शालिगलाई अनावरण गर्ने कार्यक्रम छ र यसको लागि मैले जितबहादुर लिम्बू र जितबहादुर लिम्बू फाबेङ लिम्बू दाताहाङमा लिम्बूको र श्रीजङ्गा हाम्रो लिपिका संस्थापक श्रीजङ्गाको शालिगलाई पर्दालाई बाहिर निकालेर अनावरणको लागि यस प्रमुख अतिथि सभापति लगायत सम्पूर्णलाई म यस कार्यक्रमको नगर प्रमुख हुनुहुन्छ उहाँ प्रमुख अतिथि सभापति अतिथि लगायत सम्पूर्णलाई म यो पर्दालाई उघारेर अनावरण गरिदिनुको म हार्दिक अनुरोध गर्दछु र सम्पूर्ण हाम्रा महानुभावजीलाई तालीले स्वागत गरिदिनु लागि म हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथि लगायत सभापति संयुक्तमा भन्यो यो खोल्ने यो भयो मैले अघि अनुरोध गरिसकेको छु खोल्ने कस्तो मेरो आउँछ उहाँको बिचारी यो मैले समाति दिनु यसो खोल्नु ल ल ठीक छ उहाँलाई खोल्नु भयो तपाईले काट्नुहुन्छ मेरो पहिले यो गर ल खक्यो ताली अब यो खोल्दिन्छ सर काट्नु ताली बजेको यता अब हाम्रो जग्गादाताका जितबहादुर लिम्बू र लिम्बूको शालिगलाई पनि हाम्राका सभापति तथा प्रमुख अतिथिबाट संयुक्त रूपमा अनावरण गर्ने मैले अनुरोध गरेँ र अरू अन्य अतिथिहरूले पनि सहयोग गर्ने लागि मैले अनुरोध गरेँ। धन्यवाद आजका सभापति प्रमुख अतिथिज्यूहरूलाई आजको हाम्रो यस कार्यक्रमको अतिथिज्यू प्रमुख अतिथिज्यू सभापतिज्यू लगायतका सम्पन्न भइसकेको छ र एकचोटि कार्यक्रमलाई फेरि पनि तालीले सबैले स्वागत गरिदिनु म हार्दिक अनुरोध गर्दछु। ताली यस कार्यक्रमको अनावरण भइसकेको र उद्घाटन पनि हाम्रो बिहानलाई पढेर प्रमुख अतिथिबाट सम्पन्न गरिदिनु हार्दिक अनुरोध कुर्सी चढेर माला कुर्सी किरात याक्थुङ जिल्ला सन्थाल सभा जग्गादाता धन्यवाद सम्पूर्ण
मान्यजनहरू आदमवासीहरू उहाँहरूले मान्ने हाम्रो शालिगलाई अथवा हाम्रो जग्गा तथा हाम्रो यस किराँत काठमाडौँ जिल्ला शाखालाई चाहिँ आफ्नो अमूल्य सम्पत्ति दिएर जुन खालको योगदान गर्दै सबैले सबैलाई यो धन्यवाद दिँदै योभन्दा पनि बढी हाम्रा जग्गा तथा जितबहादुर लिम्बूको परिवारलाई हामी सदा सम्झिरहनेछौँ सम्झिरहनेछौँ र उहाँहरूको योगदानलाई हामी जति मूल्याङ्कन गरे बहिनी ओ छाता उड्ने बहिनी ए दिदी पऱ्यो यता छोड्नु त हाम्रो जग्गा तथा सदा र जहिले पनि हाम्रो सम्झनामा रहिरहने उहाँले योगदान गरेर गइसक्नु छ भने उहाँहरूको योगदानको कदर गर्दै उहाँहरूको सन्तानले हामी केही यात्राको तर्फबाट सम्मान गर्ने कार्यक्रम गरेको छौँ र यसको लागि मञ्च व्यवस्थापन गर्नको लागि मैले हाम्रा भोलिन्टियर्स अथवा स्वयंसेवी मित्रलाई अनुरोध गरेँ र हाम्रा उहाँ चाहिँ यस समयमा हुनुहुन्न र उहाँले दिएको योगदान उहाँले गर्नुभएको त्यागलाई हामी जहिले पनि सम्मान गर्न यही सम्मान स्वरूप उहाँले गर्नुभएको त्याग र बलिदान स्वरूप हामीले उहाँको छोरालाई हामीले सम्मान गर्ने कार्यक्रम रहेको छ यस शालिगलाई शब्दद्वारा तथा माल्यपत्रद्वारा सम्मान गर्दै हुनुहुन्छ र हाम्रो आज सङ्घर्षवा जिल्ला किराँत काठमाडौँले एउटा सम्पत्ति प्राप्त गरेको छ र यसलाई वैधानिकमा त पहिला प्राप्त गरे पनि हामी औपचारिकमा आज मात्रै प्राप्त गरेको छौँ। सदाको लागि सम्झिरहने गुण लगाउनुभएको छ र योगदान हामी सधैँ पनि सम्झिरहेको छ र अब हामीले पानीले पनि धेरै लगाइरहेको छौँ। हामी उहाँलाई सम्पूर्णलाई हामी भित्र नै उद्घाटन भइरहेको छ बसिदिनु लागि मैले अनुरोध गरेँ। आज 2082 साल वैशाख 29 गते शिवजङ्गा थेपेको पनि हाम्रो माला अर्पण भइरहेछ, फुलमालाहरू उद्घाटन भएको छ। किराँत काठमाडौँ पोखरी काठमाडौँद्वारा निर्माण भइरहेछ। सेवाहरू पोखरी जस्तो ठाउँमा एउटा मूल्यवान ठाउँमा पनि उहाँले जग्गा र यो हाम्रो एउटा सम्पत्ति हो र यो सम्पत्ति हामीले अघि नै भने किराँत काठमाडौँको मात्र नै यो सारा चैनपुरवासीको हो। त्यसले गर्दाखेरि उहाँले किराँत काठमाडौँलाई गुण लगाउनु भएको थियो, तर अन्तिममा हेर्दाखेरि त उहाँको गुण त यो चैनपुरवासीकै रहेछ क्या। त्यसले गर्दा उहाँलाई सम्मानको स्वरूप हामीले एउटा सम्मानको कार्यक्रम गर्न गइरहेछौँ र त्यसले गर्दा बाहिर हुने सम्पूर्ण महानुभावहरू तुतुतुम्या आदमवासीहरू भित्र आइदिनु मैले अनुरोध गरेँ र अब हामी यस कार्यक्रमलाई निरन्तरता गर्ने क्रममा उहाँहरूको एउटा सम्मान स्वरूप किराँत काठमाडौँले त्यस्तो ठुलो त सम्मान गर्न सक्दैन, उहाँलाई हामीले एउटा ताम्रपत्र नै बनाएर दिने भने हामीले पहिला नै निर्णय गरिसकेका छौँ। हाम्रो जिल्ला कमिटीको एउटा निर्णय नै भइसकेको छ र आज चाहिँ हामीले किनभने यो जग्गादाताकोबाट हामीले केही भनेर सुन्ने एउटा कार्यक्रम राखेको र उहाँको आफ्नो लागेको कुराहरू र किराँत काठमाडौँलाई मेरो धेरै धन्यवाद गए। अब खास गरिकन यो भवन बनाउने 2 सालमा मेरो बाबुले चाहिँ दान गरेको थिए। यसमा चाहिँ किराँत काठमाडौँले चाहिँ शालिग राखिदिन्छु, श्रीजङ्गाको शालिग राखिदिन्छु भनेर एग्रिमेन्ट थियो।
त्यही अनुसार मैले लेखेँ अहिले रङ भयो त्यो सच्याउनु सक्छ सच्याइन्छ। अब खास गरिकन उनीहरूले कहिले बनाउने स्थिति आएन। मेरो बाबुले चाहिँ शराब ठिको सल्लो भनेर चाहिँ भन्नुभएको थियो। यसकारण चाहिँ मेरो बाबुले वचन दिएको चाहिँ पुर्याउनु पर्छ नै भनेर चाहिँ मैले यो वादा गरेँ अनि पुर्याउनु खोजेँ। अब के अरे पुर्याए पनि नपुर्याए पनि के छ भगवान्देखिलाई यतिसम्म बोलाएर मैले राखिसकेपछि चाहिँ के अरे मेरो बाबुको आत्मालाई शान्ति होस् भन्ने एउटा प्रार्थना पनि अनि सबैमा प्रसन्न पनि गर्दछु। अर्को कुरा के हो भनेदेखिलाई अब यो मेरो बाबुको वादा के थियो भने श्रीजङ्गाको मूर्ति राख्नुपर्छ। यो लिम्बूको अगाडि जो लिम्बूको वैज्ञानिक थियो, खास गरिकन उसले लिम्बूहरूको अक्षर निकालेको थियो, लिपि निकालेको थियो। त्यो पढाउँदाखेरि सिक्किममा लाप्चेहरूले चाहिँ यसरी बाँधेर बाण हानेर धेरै खेलजाल गरेर चाहिँ मारेको थियो। त्यो पनि राख्नुपर्छ भन्नुभएको थियो, त्यो पनि राखिएको छ। अब यहाँदेखि तुरन्त मेरो वादा पुरा मेरो जिम्मेवार पुरा भएर अहिलेदेखि म खुसी मान्नेछु अनि सबै अग्रजहरूमा पनि सुनाउनेछु। म मेरो जिम्मेवार मेरो बाबुले जिम्मा दिइराखेको कुराहरू चाहिँ अब सक्नु त के सक्थ्यो तर पनि तकरिबन पुरा हो भनेर म आशा गर्नेछु। अर्को अब यो किराँत याक्थुङ चुम्लुङहरूको लागि चाहिँ के चाहिँ गर्ने भने अब के अरे मेरो किराँत याक्थुङ चुम्लुङ लिम्बू सङ्घ संस्थामा चाहिँ कहिले न कहिले चम्किरोस्, जहिले जहिले उँभो लागोस् भनेर आशीर्वाद तक्राउनु पनि चाहन्छु। अरू धेरै कुरा बोल्नु त म जानेको होइन, राजनीतिक कुरा आउँदैन, राजनीतिक कुरा नगरेको पनि हो नजानेको पनि हो। अब भित्रभित्र राजनीति के चल्छ यो मलाई थाहा नभएको कारणले चाहिँ यसमा क्षमा प्रार्थी चाहन्छु। धन्यवाद। यतिमा मेरो कुरा यही नै राख्न चाहन्छु। ओके बाई। तथा वयोवृद्ध वीरबहादुर लिम्बूज्यू, प्रमुख अतिथि चैनपुर नगरपालिकाका मेयर कृष्ण प्रसाद तामाङज्यू, त्यस्तै गरी समाजसेवी नेपाली कम्युनिस्ट पार्टीका अधिवेश महाधिवेशन प्रतिनिधि सदस्य ज्ञानीबहादुर कार्कीज्यू, त्यसै गरी निर्वाचित वार्ड नम्बर 5 का वार्डाध्यक्ष केबी लिम्बूज्यू, त्यस्तै गरी वार्ड नम्बर 1 का बुद्धिमान लिम्बूज्यू र अन्य अतिथि महानुभावहरू, आमन्त्रित विभिन्न क्षेत्रबाट पाल्नुहुने सम्पूर्ण महानुभावहरू मुटु सोचमा राखिराख्नेछौँ र उहाँहरू पनि उहाँको सन्तानहरू छोराहरू हुनुहुन्छ र उहाँकै सम्मान स्वरूप उहाँलाई आज हामी सम्मान गर्ने कार्यक्रम किराँत याक्थुङ जिल्ला शाखा सङ्घ सभाको तर्फबाट कार्यक्रम रहेको हुनाले अब म कार्यक्रम हाम्रो सम्मानको कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु र यसको नेतृत्व राष्ट्रिय चुनाव सदस्य मनबहादुर लिम्बूज्यूले गर्नुहुनेछ र यो सम्मान स्वरूप सम्मान गरिदिनुको लागि म यस कार्यक्रमका सभाध्यक्ष हुनुहुन्छ उहाँ र प्रमुख अतिथिज्यूहरूलाई यस खादा अथवा खादा मार्फत सम्मान गरिदिनु पनि अनुरोध गरे। हाम्रो र उहाँलाई तालीको लागि खादा उडाउँदाखेरि तालीले स्वागत गर्नको लागि म हार्दिक अनुरोध गर्दछु र यस पछाडि उहाँको सम्मान स्वरूप हामी साकेला सिली नाच उहाँहरूकै लागि प्रस्तुत गर्ने गरिरहेको छु र यो साकेला सिली नाचको लागि पनि कलाकार भाइ बहिनीहरू तयारीको लागि हार्दिक अनुरोध गर्दछु र यो नाच पूर्ण रूपमा चाहिँ हाम्रा जगतदाता जितबहादुरको वंशलाई सम्मान स्वरूप हामीले प्रस्तुत गर्न गइरहेका छौँ र उहाँहरूलाई हामीले यो खादाको सम्मान त्यस्तो ठुलो सम्मान होइन, हामी एउटा सामान्य सम्मान हो तर उहाँले दिएको योगदानले कहिले पनि मूल्याङ्कन गर्न सक्दैन। अघि मैले फटाफट छ उहाँहरूको मूल्याङ्कन अमूल्य छ, अतुलनीय छ। त्यसले गर्दाखेरि आज हामी यस भवनमा सबैजना उपस्थित भएर भेटघाट गर्न सक्नुहुनेछ र हामी विभिन्न क्षेत्रका ठुल्ठुला जात जाति
भाषाभाषी भए पनि हामी किराँतको पितृहरूले नेतृत्व गरेको आज यस भवनमा उपस्थित हुन पाएका छौँ। उहाँहरूको देन हो, उहाँले गरेको योगदान हो र उहाँले गर्नुभएको ठुलो छात्रीको हृदयको परिणाम हो, जसले गर्दाखेरि आज हामी यस कार्यक्रम गर्न सफल भएका छौँ। र मैले अघि पनि पटक भनिरहेको छु, उहाँहरूले गर्नुभएको सम्माननीय भवन निर्माणलाई जग्गामा होइन, अर्को हाम्रो संस्कार सांस्कृतिक प्रबन्धन र पर्यटन प्रबन्धन र विकासका लागि दुईटा मूर्ति लिएर हामीलाई शालिग प्रदान गर्नुभएको छ, जुन हाम्रो लागि एउटा सम्पत्ति हो, एउटा सम्पत्तिको रूपमा जोडिएको छ। त्यस धन्यवाद कार्यक्रम सञ्चालक ज्यू। यो हाम्रो प्राङ्गणमा जग्गादाता चितबहादुर लिम्बू र उहाँको धर्मपत्नीको जुन एउटा शिला र उहाँको प्रतिमूर्ति अनावरण कार्यक्रम का सभापतिज्यू, यो कार्यक्रममा उपस्थित विशिष्ट अतिथि चैनपुर नगरपालिका नगर प्रमुखज्यू, अतिथिको रूपमा रहनुहुने पोखरी बजारका समाजसेवी, बुद्धिजीवी र पूर्व सिद्धकाली गाविसका पूर्व गाविस अध्यक्षज्यू, हाम्रा नवनिर्वाचित जनप्रतिनिधि जो अहिले जस्तो लाग्छ पोखरीमा यहाँदेखि तलसम्म उहाँले प्रत्येकलाई यस्तै अर्थी उपदेश दिएर जानुहुन्थ्यो, हिँडिराख्नुहुन्थ्यो। त्यो अहिले हाम्रा लागि वास्तवमा त्यो महत्त्वपूर्ण उहाँले बोल्नु भएको रहेछ। आज हामीले उहाँको सपनालाई साकार पार्नका लागि हाम्रो किराँत चुम्बुङका पूर्व अध्यक्षहरू, पूर्व केन्द्रीय पार्षदहरू र हाम्रा साथीहरूले हामी बसेर यो भवन कस्तो बनाउने, कसरी बनाउने हामीले धेरै पटक यसका टिपिआर तयार गर्यौं। हामीले यसको स्टामेट बनायौं र पूर्ववक्ता हाम्रो राष्ट्रिय चुम्बुङका सदस्यले भनिसक्नु भएको छ, हामीले यसलाई 3 तलाको घर बनाउने, मुनिबाट हल बनाउने, बीचमा कार्यालय सञ्चालन गर्ने र माथिको कोठामा हामीले संग्रहालयको व्यवस्थापन गर्ने र हाम्रा लिम्बूहरूले र हाम्रो जिल्लामा भएका यस्ता महत्त्वपूर्ण वस्तुहरूको सङ्कलन गरेर त्यो एउटा संग्रहालय स्थापना गर्ने भनेर
हामीले टिपिआर त्यो खालको भवनको टिपिआर तयार गर्यौं र त्यो टिपिआर बोकेर हाम्रा पूर्व साथीहरू हामी विभिन्न राज्यको ढोका ढकढक्याउन हामी पुग्यौं। हामीले ढकढक्याउँदै जाँदा पटक पटक जाँदा हामीले त्यो टिपिआर अनुसारको बजेट पाउन सकेनौं। कहिले जिल्ला विकासबाट 5 लाख दिन्छ। म यो ठाउँमा वडा अध्यक्षकै रूपमा चाहिँ म पहिले निर्वाचित भएँ। करिब 50 वर्ष पहिले जीवबहादुर लिम्बू अथवा लिगबारे भनेर मैले चाहिँ म परिचित भएको थिएँ उहाँसँग र उहाँलाई मैले चिन्ने मौका पाएको थिएँ। उहाँ निरन्तर रूपमा एउटा सामाजिक धारणामा चाहिँ बहने व्यक्ति मैले महसुस गरेको थिएँ। म वास्तवमा उहाँलाई र उहाँको धर्मपत्नीलाई म दिन पनि चाहन्छु। यहाँले जुन आफ्नो एउटा परिवारका चाहिँ आफ्नो बाबु आमाको शालीन राख्नको लागि जुन परिस्थिति अपनाउनु भयो, फेरि म उहाँहरू सबैलाई त्यो परिवारलाई धन्यवाद दिन चाहन्छु, शुभकामना दिन चाहन्छु।